तपाईले थम्बनेलमा ठिकै पढ्नुभयो। 1-2 दिनमा सम्बन्ध विच्छेद। पति अथवा पत्नी मध्ये 2 जना मध्ये 1 जनाले मुद्दा दायर गर्नुपर्ने हुन्छ, फिराद दर्ता गर्नुपर्ने हुन्छ। फिराद परिसकेपछि सोही दिन अदालतमा गएर म्याद बुझ्ने। पति र पत्नी मध्ये 1 जना वादी हुन्छ, अर्को प्रतिवादी। प्रतिवादी भएका व्यक्ति सोही दिन गएर अदालतमा म्याद बुझ्ने। म्याद बुझेर सोही दिन नै यदि टाइम छ भने प्रतिउत्तर पत्र पनि दर्ता गर्न सकियो, यदि टाइम छैन भने अर्को दिन गर्ने। यसरी प्रतिउत्तर दायर भइसकेपछि अब दुवै पक्ष कुन कुन कुरामा सहमत भएको हो त्यो सबै कुरा उल्लेख गरेर एउटा संयुक्त दरखास्त दिनुपर्छ। यी वादी प्रतिवादी पति पत्नीले फिराद पत्र अथवा प्रतिउत्तर पत्रमा जेसुकै कुरा लेखिएको भए तापनि उनीहरू एउटा कुरामा मिल्न चाहेको हुन्छन्, त्यो मिल्ने कुरा त्यसमा लेख्न पर्यो। हामी यो कुरामा सहमत हुन चाहेको छौँ। उदाहरणको लागि हामी सम्बन्ध विच्छेद गर्न चाहन्छौँ, एउटा शर्त हुन सक्छ। दोस्रो शर्त भनेको अंश लिने नलिने। अंश लिने भने अंश बापत एकमुष्ट रकम पनि लिन सकियो। यदि बच्चा बच्ची छन् भने बच्चा बच्ची कसको जिम्मामा लगाउने, उनीहरूको हक अंश सम्बन्धी के हुन्छ, त्यो सबै कुराहरू उल्लेख गरेर संयुक्त दरखास्त दिनुपर्छ। संयुक्त मिलापत्रको लागि संयुक्त निवेदन दिनुपर्ने हुन्छ। त्यो संयुक्त निवेदन परिसकेपछि जिल्ला अदालतले सोही दिन नै त्यस्तो मिलापत्र गराएर त्यो मुद्दाको छिनोफानो गर्दछ, अर्थात् त्यो मुद्दामा मिलापत्र हुन्छ र सोही अनुसार त्यो मिलापत्र अनुसार नै सम्बन्ध विच्छेद हुन्छ।